सुर्खेत भ्याली सिमेन्ट ब्लक 8 ब्लक उद्योग प्रेमनगर 4 भैरवस्थान। फाइनली गाइज यहाँ चाहिँ यो ठाउँमा के बन्दो रहेछ त हेर्नु। यस्तो चिज पनि बन्दो रहेछ है गाइज। चाहियो भने सम्पर्क गर्नु होला। हेर्नु यस्तो चिज बन्दो रहेछ। यो चाहिँ ब्लकहरु टाइलहरु सधैँ बलियो हुँदो रहेछ। तपाईहरुलाई चाहियो भने टाइलहरु गाइज तपाईहरुलाई चाहिन्छ भने सम्पर्क गर्नु होला। यो हर चीजमा अलग अलग डिजाइन छ। यो गाइज कुवाको रिङ पनि बन्दो रहेछ गाइज। यो चाहिँ बलक, यो पुरै बलक हो। यो बलक चाहिँ गाइज यस्तो बीचमा भित्र ढोडको परेको बलक हो गाइज। हेर्नु यस्तो हुन्छ, यस्तो यो ढोडको परेको हुन्छ गाइज। यो भित्र ढोडको परेको यस्तो हुन्छ। तपाईहरुलाई चाहियो भने सम्पर्क गर्नुहुन्छ गाइज। यो पुरै बलक है। यो चाहिँ पुरै बलक देख्न सक्नुहुन्छ गाइज। सो यो बलकको घर चाहिँ कस्तो हुन्छ भने चाहिँ ऊ यहाँ भर्खर बनिरहेछ नयाँ घर। ऊ यही घर हो गाइज, देख्न सक्नुहुनेछ गाइज। तपाईलाई जे चाहिन्छ त्यही लान सक्नुहुन्छ। जे चाहिन्छ त्यही छ है। यो कुवाको ढक्कन छ। यो चाहिँ सानो सानो जग्गा किनबेच गर्दाखेरि हाम्रोतिर के भन्छन् गाइज, यो साँध हाल्ने कि सियो हाल्ने भन्छन् नि, यो त्यही हो गाइज। यो सानो सानो छ। यस्तो पनि बन्छ गाइज। हेर्नु होला। यो सानो बलक मात्रै हैन, यो चाहिँ बलक कम्पनी हो। बलक कम्पनी गरे के छैन र नेपालमा। यो घर चाहिँ कस्तो देखिया छ हेर्नु। यो बलकको हो। अहिले म हजुरहरुलाई यो छतमा गएर देखाउने छु पुरै एस्टिमेट। हेर्नु गाइज यस्तो छ यो चीज। पुरै सब फर्मबाट हो सिमेन्टको बनाए थी। के बन्दैन र चाहिन्छ भने सम्पर्क गर्नु होला। पानी कुवाको रिङ तपाईहरुले पनि नयाँ कुवा खन्नु भएको छ भने गाइज सो सम्पर्क गर्न सक्नुहुनेछ। टन्न छ हामीहरुसँग कुवाको रिङहरु। एकदम सस्तो र सुपथ मूल्यमा पाइन्छ हो। यो गमलाहरु हो। गमलाहरु चाहिन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ गाइज। यो सबै हो गाइज। जस्तो चिप्सहरुको भन्छ। बनेछ भनेपछि पुरै एकदम स्लोपमा हो के। यो ट्याक्क घरमा म चाहिँ यो घरमा इन्ट्री हुँदैछु। नयाँ घर बनेको हो भर्खर हो गाइज। नयाँ घरको कोठा देखाइरहेको छु। घरमा चाहिँ पुरै घर चाहिँ यति खतरा बनेछ कि यति राम्रो बनेछ कि गाइज। डिजाइन हेर्नु न, डिजाइन यो माथि छतको डिजाइन हो भने यस्तो घर बनाउनु। हेर्नु गाइज यो डिजाइन चाहिँ माथि छतको डिजाइन हो हैन, रेलिङ। यो चाहिँ टोयलेट निकालेको। यो यता चाहिँ अर्को पनि टोयलेट। यो टोयलेटको सामान भर्खर ल्याइरहेछन्। सामानहरु बन्दैछ। ट्याक्क हेर्नु यो कोठा चट्ट चिटिक्क परेछ। बाहिरको भाग झ्यालको यो खिड्कीहरु। सो गाइज एकदम यो यता पनि सानो रुम निस्किएछ। यता फेरि टोयलेट बाथरुम निस्किएको छ। उता कोठा भयो अर्को। उतापट्टि पनि छ गाइज कोठाहरुको।
कस्तो छ। म चाहिँ छतमा जाँदै यो आँखालाई जाली राख्नु भएको छ। यहाँ सब रेलिङ सेलिङ आउँछ होला। यो छाना यता पनि यो छाना थाउनु भएको छ। यता पनि यहाँ छाना थाउनु भएको छ गाइज टक्क है। यो घरको डिजाइन हेर्नु गाइज कस्तो छ त। पल्लोतिर छत, यता पनि सानो छत कौसी ट्याक्क। यो सारा बलक उद्धको है, बलक हर चिज पाउँछ ल गाइज। राम्रोसँग निहालेर हेर्नु होला। एकदम तपाईँहरूलाई घर बनाउन चाहिन्छ भने एकदम छिटो र छरितो, सस्तो र भरपर्दो सम्पर्क गर्न सक्नुहुन्छ गाइज। बिनापा 4 भैरवस्थान सुर्खेत। यो ट्याक्क कौसी पनि निस्किया, घर पनि निस्किया सो गाइज। ढ्याङहरू चाहिँ त्यहाँबाट स्याप्ट, त्यहाँबाट सिधा यता यहाँ आउँछ एउटा उताबाट चाहिँ यहाँ माथि छतमा आउँछ। 2टा भर्याङ लाग्छ गाइज। यता यो चाहिँ बलकको एकदम छिटो र छरितो र बलियो र भरपर्दो गाइज। भर्याङ थुप्रो छ है।